एउटा हातमा हतौडा बोकेर निरन्तर रूपमा ढुङ्गासँगको सङ्घर्ष। न दिनको राम्रो चिनारी नै छ न रातसँगको। 24 घण्टा अन्धकारमय आफ्नो जीवनको यात्रालाई चालु गर्नका लागि गिटी कुटेर कडा सङ्घर्ष गर्दा पनि बिहान बेलुकाको छाक टार्न नसकिरहेको एकजना दृष्टिबिन नारी, जो ताप्लेजुङ सान्ताक्रा गाविसमा जन्मिनु भएका लाक्पाखाङ्डु शेर्पेनी। जन्मेको 3 वर्षको हुँदा आफ्नो आँखाको ज्योतिलाई गुमाउन बाध्य भएको रहेछिन्। उहाँसँग हामीले गिटी कुट्ने काम गरिरहेकै ठाउँमा पुगेर कुराकानी गर्दा निकै दुःख लाग्दो अनि कठिनपूर्ण अन्धकारमय जीवन बिताइरहनु परेको र लामो समयदेखि घर परिवारविहीन बेसहारा जीवन बिताइरहेको बताइन्। काम गरिरहेकै ठाउँमा गएर हामीले भिडियो सहितको आवाजहरू रेकर्ड गरेका हौँ, जुन यो आँखाको सहारा बिनाको कठिनमय काम गरिरहेको देख्दा र यो जुन आवाजमा जताततै पीडा वेदना र दुखाइ भेटिन्छन्। नाम चाहिँ राखेको छ, लाक्पाखाङ्डु शेर्पेनी राखेको छ। अनि त्यहाँदेखि के कुरा गर्नु, गर्ने ठाउँै छैन। आँखा नदेख्नु यस्तो अवस्था भयो। मरौँ भने साथ जाँदैन, गरी खाउन सकिँदैन। त्यस्तै हो। खाना नखानु भएको कति भयो? खाना चाहिँ भर्खर यहाँ साउसँग पैसा 500 जस्तो मागे कि, अनि यहाँ यो साथीलाई दिएर चामल किन बिहान बिहान चाहिँ यहाँ ल्याइदिन्छ, बेलुका बेलुका घरधनीको छेउमा दिँदैन। उसलाई पनि अवस्थै छ, रिसाउँछ, निस्के जा भन्दा पनि कहाँ जानु। अनि बिहान बिहान यहाँ ल्याइदिन्छ। बेलुका चाहिँ चिउरा हिजो पनि आएको थियो त्यही तमरुको मान्छेहरू नै, अनि चिउरा र चाउचाउ किनेर दिइरहेछ। कति दियो? 1 केजी चिउरा ल्याइदियो, अनि चापाको चाउचाउ ल्याएर गोलेर राखिदिएको छ खानु भनेर। तपाईँको नाम? हेमकला खवास है। के गर्नुहुन्छ तपाईँ? म पनि यस्तै गिटी कुट्छु। ए, तपाईँको घर? मेरो घर गएको घर त 5 थर हो, माइत यहीँ ताप्लेजुङ हो। ए, यहाँनिर हाम्रो लाक्पा दिदीलाई चाहिँ यहाँसम्म ल्याउने काम तपाईँ नै गर्नुहुन्छ होइन? के छ उहाँको स्थिति, कस्तो छ अलिकति बताइदिनुहोस् न। उहाँको स्थिति कमजोर नै छ। उसको आफन्तहरूले हेर्दैन। अब जसले खाने गरिदियो, अब खाने हो उसले। अब मैले अहिलेसम्म चाहिँ बिहान पकाएर मैले ल्याएर दिने गरेछु। बेलुका त चिउरा चाउचाउ मल त्यस्तै खानुहुन्छ। अनि 1 ट्र्याक्टर बराबर कति हुन्छ उहाँको? 4000। तर 1 ट्र्याक्टर गिटी पुर्याउनु नि उसलाई मुस्किल नै पर्छ। कति महिनामा पुर्याउनुहुन्छ? उसलाई यो गिटी कुट्नु थाल्नुभएको लगभग 1 महिना लागेको छ। र पनि पुगेको छैन है? हजुर, पुगेको छैन। ए, अब 4000ले कोठा भाडा पनि तिर्नु पर्यो। हजुर। के भन्नुहुन्छ अब उहाँलाई सहयोग गर्नको लागि तपाईँले चाहिँ के भन्नुहुन्छ? अब यस्तो मान्छेलाई अब सहयोग नै गर्नुपर्छ भन्नुपर्छ। अब उनीहरूलाई पनि पर्दा आफूहरूले नै हेर्नुपर्छ। त्यसै गरी अब उनीहरूको आफन्तले नै हेर्दैन। त्यसरी अब सबै मिलेर सहयोग गर्नुपर्छ जस्तो लाग्छ। तपाईँ हामीले यो भिडियो हेरिरहँदा र दर्दनाक आवाजहरू सुनिरहँदा सुखको भन्दा दुःखको मात्रै भोगाइ र हाँसोको भन्दा पीडा वेदना अनि आँसुमा रुमलिन बाध्य भएको देख्न र सुन्न सक्छौँ। सुखमा हाँसोमा त सबै आफ्ना हुन्छन्, नजिक हुन्छन्, तर दुःख पीडा आँसुमा साँच्चै भन्ने हो भने आफ्ना पनि पराई हुन्छन्। तर हामी अर्थात् शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ताप्लेजुङ र तमोर मिडिया ग्रुप संयुक्त रूपमा दृष्टिविहीन नारी लाक्पाखाङ्डु शेर्पेनीको दुःखमा पीडामा आँसुमा अनि त्यो अन्धकार कठिन जीवन भोगाइमा थोरै भए पनि सहयोगको लागि आग्रह गर्न चाहन्छौँ। थोपा थोपा मिलेर सागर बने झैँ तपाईँ हामी सबै नेपालीहरूको थोरै अनि सानो सानो सहयोगले ती दृष्टिविहीन लाक्पाखाङ्डु शेर्पेनीको दैनिक छाप टारमा ठुलो अनि महत्त्वपूर्ण सहयोगमा परिणत हुन्छ। त्यसैले तपाईँ हामी सबै आफ्नो ठाउँबाट थोरै थोरै भए पनि सहयोग गरौँ न है। सहयोग गर्न र थप सम्पर्कको लागि सम्पर्क नम्बरहरू रहेका छन्। सजन पौडेल 98 42 66 0425,
बसन्त पालुङवा 98 62 63 16 27 र तेन्जिङ शेर्पा 98 42 63 97 27। फेरि पनि अन्त्यमा दृष्टिविहीन लाक्पाखाङ्डो शेर्पेनीको लागि देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अमूल्य सहयोग गरिदिन हुनका लागि शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखा ताप्लेजुङ र तमोर मिडिया ग्रुप संयुक्त रूपमा अपिल गर्न चाहन्छौँ।